Hello guys, welcome to my channel हैन अब फेरि पनि मुकबाङ भिडियो लिएर आएको छु मेरो 600 जना सब्स्क्राइबरहरुले कहिले मुकबाङ गर्छ भनेर कुरिराख्नु भएको थियो होला अनि आज हो ल आज चाहिँ म खाना के खादै छु भन्देखि यहाँ करेन्ट बनाएको छु एकदम पिरो पिरो छ करेन्ट अन्डा करेन्ट छ घरमै बनाएको मोमो छ मोमो अचार स्पेशल मोमो अचार छ गाइस यो भिडियो चाहिँ आएको छ शर्ट्समा हेर्नु होला हिजो भर्खर अपलोड गरेको छु दामी मोमो अचार भनेर रेसिपी हेर्नु होला अर्को यहाँ चाहिँ डेजर्टमा चाहिँ तपाईको मैले कुल्फी म्याङ्गो कुल्फी बनाएको छु यो चाहिँ एकदम बवाल छ गाइस एकदम बवाल छ ट्राई गर्नु होला है सबैले कस्तो छ भन्नु होला यो ट्राई गर्दाखेरि बजारमा खाएको भन्दा त्यसलाई टक्कर दिने छ गाइस यो भन्दा मिठो बजारमा कतै पाउनु भयो भने मलाई भन्नु होला म कान काट्दिन्छु बाख्राको ल गाइस त अब म खान सुरु गरे अब ल्याममा दबाउने हो करेन्ट धेरै पछि करेन्ट खादैछु सबैको मुकबाङ भिडियोमै करेन्ट हालेर हुन्छ त्यही भएर यस्तो चाउचो हुन्छ नि त सबैको प्रायको देख्दाखेरि ल स्टार्ट है त गाइस चियर्स अनि मुकबाङ भिडियो बनाउनु चाहिँ एकदम इजी छैन है गाइस यो अलरेडी सेलाइसक्यो यो प्रिपरेसन गर्दा गर्दै क्यामेरा एङ्गल मिलाउने ब्याकग्राउन्ड बनाउने लाइट साइट मिलाउँदा गाह्रो कुरा हो मेरो 601 सब्स्क्राइबरले यस्तो दामी कन्टेन्ट पाओस् भनेर हेरोस् भनेर मैले बनाएको है गाइस यो चाहिँ फेरि करेन्ट चाहिँ फेरि बवाल हो है गाइस दामी मोमो कसरी बनाउने हो भनेर चाहिँ नि मेरो रेसिपी हेर्नु हुन्छ गाइस मोमोको पनि अचार स्पेशल अचार छ हैन स्पेशल अचारको लागि पनि मेरो भिडियो हेर्नु होला है टिकटक इन्स्टा फेसबुक युट्युब जेमा नि हेर्दा हुन्छ है यो अचार चाहिँ गाइस एकदम बवाल छ है एकदम रेसिपी ट्राई गरौँ नेपालको टप मोमो प्लेसेस भन्दा कम छैन गाइस यो पिरो पनि पिरो छ लिची यो चाहिँ मेरो फेभरेट ड्रिङ्क हो है गाइस अब कसलाई के मनपर्छ हैन कमेन्ट गर्नु है त गाइसहरुलाई मोमो मनपर्छ कि त रामेन मनपर्छ भनेर रामेन र करेन्टमा दुईटै मिठै छ कसलाई के मनपर्छ कमेन्टमा भन्नु है लिची मैले खाएको देख्दा खानु मन लाग्यो गाइस यस्तो ठक्क खाने घरमा के छ खानेकुरो घरमा के छ सब बोकेर आएर टक्क बसेर खायो हुन्छ है ब्रो खाएर हेरौँ है गाइस खाएको मात्रै थुक्निँदै नबसौँ मलाई भोलि पेट दुख्ला यो चाहिँ मेरो सेकेन्ड मुकबाङ भिडियो हो फर्स्ट भिडियोमा चाहिँ तपाईँहरूले एकदम माया देखाउनु भएको थियो मेरो मोस्ट भ्युड सबसे धेरै भ्युज आएको नै मेरो मुकबाङ भिडियोमा हो त्यो त तर कति 3 महिना 4 महिना 5 महिना भइसक्यो 4 महिना भइसक्यो होला त्यो भिडियो बनाएको त्यसपछि बनाउँछु भन्दा यस्तै हो म अहिले लन्डनमा छु प्राय काम हुन्छ काम भन्दा त्यस्तै फ्री डेजमा यस्तो रेसिपी भिडियो बनाउँदै दिन बित्छ छुट्टीमा नि आज टक्क टाइम मिलाएर मुकबाङ बनाउँ भनेर बनाउँदैछु सबले मोटायो भन्दै थियो न गाइस अलरेडी बुढी पनि लाग्दैछ
तर एउटा लाइफ हो हैन। बुढो भएपछि खानु मिल्दैन, खानेकुरा नि यस्तो हुन्छ हैन, यस्तो हुन्छ। अनि कसरी कन्ट्रोल गर्ने त हैन गाइस, खामै खाम सबैजना जाम खानुपर्छ गाइस। ल्याम्बो बुढोले त्यही गर्छ नि। हाम्रो ल्याम्बो अङ्कलको लागि पनि एक ल्याम्बो बजाइदिउँ है त गाइस ल। चपस्टिकले बजाउनु पर्यो, चपस्टिक छैन भए पनि खाना आउँदैन। यो मोमो रेसिपी चाहिँ गाइस ट्राई गर्नु है। मेरो टिकटकमा कति 3-4 लाखले हेरेको थिएँ मान्छेहरूले, त्यसमा 10,000ले 3-4 हजारले होला सेभ गरेको थिएँ। 3-4 हजारमा 10 जनाले बनाउनु होला। त्यो 10 जनाले त थ्याङ्क यू यस्तो दामी मोमो नि हुँदो रहेछ, यस्तो नै मोमो बनाउनु पर्ने रहेछ भनेर कमेन्ट गरेको थिएँ। त्यो हेर्दा खुसी लाग्छ। मेरो अहिले डे 30 च्यालेन्ज चलिरहेको छ है गाइस युट्युबमा। डे 1, डे 2, डे 3 गर्दै फुड रेसिपीहरू हालिरहेको छ। कहिले किचन नबस्या मान्छेहरू पनि कहिले किचनै पसेको छैन, पानी उमाल्न मात्र आउँछ त्यस्तो भने मैले पानी उमाल्न आउँदैन भने पनि पानी उमाल्ने पनि रेसिपी हालेको छु है डे 9 भनेर, हेर्नु होला। मजा आइरहेको छ मोमो खानु गाइस। मोमो र अचारको त अब के तारिफ गर्नु, आफ्नै तारिफ गरेर जस्तो हुन्छ। ट्राई गरेर भन्नु। यो कुर्फी चाहिँ फेरि है गाइस बवाल। अनि त्यो कुरा गर्दै भन्न त्यस्तो यो छ नि, यो करेन्ट मैले अर्को उसको भिडियो पनि आउँदैछ पर्सि। अब के अरे बुलडक दामी भाइरल रेसिपी बनाउँदैछु है। त्यो बनाइसकेको छु, रेकर्ड गरिसकेको छु। अब पर्सितिर यही हप्तातिर अपलोड गर्छु होला। त्यो बुलडकवाला चाहिँ ट्राई गर्नु है, त्यो बवाल हुन्छ बवाल। मेरो फर्स्ट मुकबाङमा चाहिँ अलिक धेरै नै खानेकुरा राखेको थिएँ। अब खाइदिन्छु जस्तो लाग्थ्यो मलाई त, जति पनि खाइदिन्छु जस्तो लाग्थ्यो। तर त्यस्तो सजिलो हुँदैन है गाइस। फर्स्टचोटि चाहिँ सबै खानु सकेको थिइनँ, यसपालि चाहिँ खानु सक्ने जति राखेको छु। लास्ट टाइम जस्तो बुगीम्यान हेर्ने गाइस, बुगीम्यान। त्यो गाइस युट्युब च्यानल खोलेर चाहिँ मैले भयो होला त्यस्तै 5-6 महिना भयो कि। अब यसैलाई अलिकति करियर वाइज लग्ने कि के गर्ने अब तपाईँहरूको अनुसार हुन्छ। धेरै सब्सक्राइबर भयो, राम्रो भन्नु थाल्यो भने यसलाई करियर अनुसार लगिन्छ, नत्र त यस्तै हो खाने भिडियो बनाउने। खानेकुरा फाल्ने चाहिँ काम गर्नु हुँदैन गाइस। खानेकुरा भने सबै खानुपर्छ मजाले। अस्ति नै एउटा केटी भाइरल भएको थियो नि, गुरुङ
गुरुङ नि के होला भने त्यतिकै मोमो यहाँ प्लेटभरि मोमो राखेको छ खाँदै त घरि तुकेको त्यस्तो चाहिँ गर्नु हुँदैन खानेकुरा खानुपर्छ गाइस खेर फाल्नु हुँदैन यो अचार फाल्छ भन्ने ठाउँमा होला यो भोलि पछि खानुपर्छ हइनबाट बनाएको यस्तो बवाल म्याङ्गो कुल्फी त गाइज होइन यो चाहिँ ट्राई गरौँ है गाइज मोमोको अचार यो चाहिँ ट्राई गरौँ स्वर्ग भने के हो गाइजहरूलाई यो खाएपछि थाहा हुन्छ मुखमा हालेपछि आहा त्यहाँ भिडियो हेरेर भोकाएर रियाल चुहाएर बसेर होला नि गाइजहरू सरी गाइज अब यस्तो दिन मिल्दैन होइन अब आफै खाने हो तातो सिरिङ भयो क्या आपके टूथपेस्ट में नमक है उनको चीज हो गाइस मुकवाङको लागि अलिकति थोरै खानेकुरा भयो होला गाइस म त डाइटमा छु नि त आज म अलिक डाइटमा छु गाइस होइन त्यसैले थोरै खाइदिएको आज अरूले त्यहाँ पिज्जा हान्दैन नि गाइस होइन ल्याम हान्नुपर्छ फेरि गाइज यतिसम्म हेर्नुभयो थ्याङ्क्स फर वाचिङ होइन यस्तै हेर्दै गर्नु होला म यस्तो भिडियोहरू बनाइरहेको छु लाइक सब्सक्राइब गर्नु होला अनि मेरो फुड रेसिपीहरू ट्राई गर्नु होला म मिठो लागेन भने त्यो भिडियो अपलोड नै गर्दिनँ दामी रेसिपी छानेर गर्छु स्टे ट्युन है त गाइज ल थ्याङ्क्स फर वाचिङ बाई